गाइज हियर म फेरि नयाँ एउटा भिडियो लिएर आएको छु जसमा चाहिँ नि म चाहिँ नि मेरो भाइ र मेरो मम्मीसँग आएको छु अनि चाहिँ नि दिस इज माई भाइ ऋषभ भुसाल दिस इज मेरो मम्मी पर्मिला भट्टराई भुसाल। अब लेट्स मुभ अन टु द भिडियो। यो भिडियो के हो भन्दाखेरि चाहिँ नि मैले यहाँ चाहिँ नि डिफ्रेन्ट खानेकुराहरूको आइटम लिएर आउँछु। खानेकुरा मतलब अजिब अजिब कुरा छन्, खानेकुरा खाने कुरा हो नि त। अनि गेस गर्ने कसले गेस गर्न सक्छ, मैले ब्लाइन्ड फोल्ड गरिदिन्छु दुईजनालाई। सो लेट्स गो इन्टु द भिडियो है। अब कसरी देखाउने मैले चाहिँ अब जे टेस्ट गराउँछु त्यसको नाम चाहिँ नि स्क्रिनमा लेखिदिन्छु। मैले यो चाहिँ नि देखाउन मिलेन है, कस्तो कस्तो गरेर मैले ब्लाइन्ड फोल्ड गरिदिएँ दुईजनालाई। अनि अब मैले स्क्रिनमा नामहरू राखिदिन्छु होइन। टेस्ट गराउँदाखेरि मम्मीलाई थाहा हुन्छ नि त धेरै कुराको टेस्टहरू, ऋषभलाई थाहा हुन्न। अनि त्यही भएर कुकिङ पर्सनलाई थाहा हुन्छ, त्यही भएर पहिला सुरु ऋषभलाई टेस्ट गराउने हो होइन, दुइटैलाई टेस्ट गराउने अनि दुइटै बोल्ने होइन है, खाने बित्तिकै बोल्ने होइन। पहिला सुरु ऋषभले एन्सर भन्छ अनि बल्ल मम्मीले एन्सर भन्नुहुन्छ त्यसको। ल नाउ लेट्स मुभ फरवर्ड। दुइटा चम्ची ल्याएको छु, दुइटालाई यस्तो चटाइदिनलाई, धेरै खुवाउन्न किन भन्दाखेरि टेस्ट यस्तो मिठो लाग्ने कुरा त छैन। ल आगर 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 जिब्रो निकाल्न। अब मम्मीको दुई तिनटा मिसाइस नाइ दुई तिनटा त मिसा बनाउनु स्वाद दुई तिनटा हैन, एउटै हो के, सिंगल पिस। आगर फेरि आना पाइन्छ पाइन्छ फेरि मिठो मिठो लागेर त मिसा फेरि खायो। अलि म त चटाइदिएको मात्रै के, किनभने खान सकिन्न होला भनेर। खै के हो स्वाद हजुरलाई नि हो फेरि चटाउने ल ल ऋषभले भन्छ पहिला सुरु आन्सर अनि बल्ल हजुरले भन्ने। पैसा पनि खाएन अहिले खाछ दुइटैले खाछ तर यत्तिकै त थोडी खाएन। पानीमा मिसाइकी होइन मैले चिने यो लिक्विड आउँदै मम्मीले चिन्नु, मलाई थाहा थियो मम्मी यति धेरै टाइम नलगायो मम्मीले चिन्नुहुन्छ, कुनैसम्म चिन्नु हुँदैन। ल ल भन् त के हो, एउटा भन्दै नत्र भने पास भन्दै। अनि यो तर भेली आएन भेली 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 विनेगर हो अरे त्यतिकै हत्ते रहेछ विनेगर हो, टाउको माथि गर भनेको। हजुरको एन्सर भन्नु त। चाउमिनमा हाल्ने त कालो के अरे त्यसको नाम के भन्छन् भन्नु पर्यो के हाल्नुहुन्छ चाउमिनमा। त्यो मात्र चाहिएको हैन, थाहै हुँदैन। त्यो मात्रै त कसले खान्छ र समथिङ बिनवाला तरकारी खानुहुन्छ है हजुरले। सोया सस त्यो मम्मीले पाउनु भयो, यो पोइन्ट ऋषभले पाउनुहुन्न, ऋषभलाई थाहै थिएन। ल अब चाहिँ नि ड्राईवाला हो है, यो म पुस्छु भाइ टिस्यु कता कसरी पुस्छौँ ला, म त केही लिएरै बसेँ गाह्रो हुँदो रहेछ है संसारै यस्तै छ जिन्दगी अँधेरो छैन। जिन्दगी त जस्तो सोचे त्यस्तै हुन्छ, आफूले जस्तो बनायो त्यो नराम्रो सोच्ने छैन। जिन्दगी भनेको आफै भित्र खुसी खोज्ने, आफै रमाउने। त्यही कारण चाहिँ यो बन्द गरेर बस्न गाह्रो छ। ल अब अर्को त टेस्ट गराउँछु मैले। ल सुरुमा ऋषभलाई चट्नी होइन, यो खानेकुरा हो, खान। अब यो मम्मीलाई जुठो खान्छ नि के हो यार यो चुकुन्दर चुकन्दर हैन मैले भनेन, मैले चिने मैले भनेन नि अझै। ल काक्रास नि जान होला अलि धेरै खान मिल्दैन, अलि माथि गर्न टाउको। अलि धेरै खान ल मिल्दैन। अब लास्ट एउटा पिस मात्रै हो, यस्तै भन्छ ल्याइदियो थिएँ यसमा लाग्यो यार। ल के सफ्ट छ छोरो छिटो काक्रास त यार तिमीले भन्यो भने मैले भन्छु त्यहाँबाट अझै छिटो भन् त। काक्रा काँक्रा मम्मी लौका
पोइन्ट पाउनु होइन मम्मीले बाग लौका यार किन दियो छामेको पनि हेर मैले ल अब अर्को है त यो त इजी हो इजी दुइटै थाहा पाउँछ होला भिडियो नहाले बिल्ला हुन्छ यो किन किन अरे अब लौका नलाउ पनि यार कहाँ थाहा पाउँछ त नि केटाकेटी मान्छेले पकाएको अब ल आगर त मेरो बेडमा मलाई कफी कति बोल्न परेको मम्मीलाई खानु दिँदैन आइहाल्थ्यो नजिक आउनु न कति पर बसेको र हात दुईटा टेस्ट गरेपछि भनिदिनु कफी कफी मम्मी त्यही कफी हो ल दुइटैले पाएँ मम्मीलाई थाहा भइहाल्छ नि मैले भनेको थिएँ त अर्को बेकारमा काँटा वाला ल्याएछ कि सानो वाला ल्याउ रोकिनु के हो यो रोकिनु मजा? नबोले नबोले मम्मीले नि खानुहुन्छ मिठाई मम्मी ल मिठै छ पिरो पिरो ए अझै मम्मीले थाहा पाउनुहुन्छ सियो त्यही भएर किचनमा मेरो जानुपर्छ खाना पकाउनु पर्छ अझैको खाने उहिले त जे पनि मिठो लाग्दो रहेछ के भन्छ त्यसलाई नामै यो तरकारी हाल्यो मासु पनि हालिन्छ होला अनि के हुन्छ त यता खाएपछि थाहा पाइन्छ नि तरकारी र मासुको सेन्ट हुन्छ भन्न त के हाल्छन् तरकारी र मसला। मासुमा मसला के को मसला हाल्छन् यत्रो धेरै मिठो मिठो मसला त होइन यो नर्मल मसला नर्मल मसला के मिट हाल्छ मसला। भयो छोडिदेऊ नर्मल मसला होइन ए मिट मसला मम्मीले त्यही भन्नुभयो अरे भन्नु थियो फेरि भनि नर्मल मसला हो नर्मल मसला भनि देऊ त्यही हो ल आइफोनले त नर्मल मसलामा के हुन्छ ल तपाईले पोइन्ट काटिन्छ है ल छोड्दे थाहै भएन। मम्मी भन्छ जिरा धनिया जिरा धनियाको धुलो जिरा मतलब जिरा त सिधा हो सोलिड हुन्थ्यो नि सिधा हो न जिरा ल पिस्यो भने फेरि उस हुन्छ नि पाउडर हुन्छ नि भाइ ल अब अर्को है त दिसम आगर हातले गरिदिन्छु म त हातले गरिदिन्छु चम्मच ल्याउनु पर्छ काँटा ल्याएर हुन्छ र काँटा चाउमिन आउँछ कि भनेको थिएँ मैले यो होइन फ्रुट खानेवाला ल्याऊ के अर्को स्वादै आएन स्वादै छैन अझै हान्यो ल छ कि मुखमा अलि मन्टो सिधा गर्नु रहेछ कति कुप्री परेर बस्दो रहेछ यस्तो त यता मन्टो तल्लो गरेर अझै हान्यो ए अन्त जति मासु मिठो लाग्छ मसलाहरू नि खान्छ कहाँ भन्नु अझैले नै ए चियापत्ती ल दुई भयो पोइन्ट दुई वा मम्मी खुसी हुनुभएको पायो मेरो छोराले पायो 5 भयो नि हजुरको यसको 2 भयो ल अर्को मम्मीले पाउनु चियापत्ती दिन्छ अर्को त त्यो झेल्ली भयो के ल आगर त नै खुसुक्क भन्न पर्थ्यो कि हैन खुसुक्क कहाँ भन्नु मेरो भिडियोमा नि अन्त फेरि भिडियो भन्न पर्छ फेरि ल अब मम्मीलाई नै लेखेर तिम्रो भिडियो देखाऊ नि त्यहाँ मलाई सोध हजुरहरूले आँखा बन्द गरेर कसरी लेख्नुहुन्छ त्यस्तो मिठो त छैन मिठो छैन तर मिठो मानेर खाने कुरा अझै चाख्ने मम्मी कुछ त हो दुईटा तिनटा मिसाकी त होइन 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 दुईटा तिनटा हजुरकै मुखमा गएर मिक्स भयो खाने चिज होला के रे खाने चिजै हो कि सधैँ खान्छौँ सधैँ खान्न गर्मीमा खान्छौँ खानु त थामौँ न यस्तो छामौँ हात थापा म भन्ने थोरै थोरै यति मात्रै ल्याउँछ हालिस्। धेरै ल्याएन कुराहरू हालिसकिस् पाउडर जस्तो हो कि केही होइन सुँग्ने मम्मी हजुरले नि है यसमाले होइन यार मधुरो तिमी नाकको हावाले उडाइ जस्तो लाग्यो छ र यहाँ अनि के को पिठो हो छ र यहाँ हुन्छ कोदाको पिठो एन्सर के हो हजुरको भन्नु त कोदाको पिठो कि जै मानिछु तर अर्को के हुन्छ र कोदा जस्तै कालो फापर, सेतो फापर फापर
तर फेरि अर्को सेन्ट पनि छ सबै मिसिएर होला कि म खाँदै होइन कि यो अर्कै हो हजुरहरू कसरी कोदोको पिठो भन्नुभयो र हजुरले यस्तो दिन्छु म हजुरलाई थाप्नु त ए होइन सुन्नु त यो ए नाको म त खान्न हो के गर म चिनी न भाइ किन होइन रिसा तैँले यस्तो दिमाग नभएर यस्तो सजिलो लाग्छ ए भन्छ गर्मीमा त खान्छ न गर्मीमा खान्छ म दिमाग लाउनु त ल हिन्ट दिन्छु मैले बट्टा गर्मीमा खान्छ अरू कसैले बनाउनु घर मैले बनाएर खुवाउँछु सबैलाई अब त थाहा पाउनुहुन्छ के म हुन्छ त्यसो गर्मीमा गर्मीमा खान्छ तिमीले बनाएर खुवाउँछौ अरू कसैले बनाउनुहुन्न कि मैले बनाएर सबैलाई खुवाउँछु बनाउनु पर्छ भनेपछि यो दुधमा हालेर मकैको पनि होइन दुधमा हालेर ए मलाई अझै पनि थाहा छैन यार उसको हो के कसको के भन्छन् त उ गराएर खाने के पाउडर के खोइ है नि ला होइन कि मतलब खुवा होइन खुबै सबैलाई खुवाउँछु आइसक्रिममा हाल्ने हो के ए के भन्छ अरू त हामीलाई थाहा छैन के हो पास पहिले बस ल पास दिस वाज कस्टर्ड पाउडर कस्टर्ड कस्टर्ड पाउडर कस्टर्ड आइस उठ कति टाउको त कस्टर्ड पाउडर थियो है ल यो दुइटै लाएर ल सेकेन्ड लास्ट है त आगर कस्तो जिउ पानीवाला हो मलाई त धुलोवाला है त त्यही हाल्दैन नि मम्मी आगर थाहा भन्नु होइन थोरेको चाहिँ मेरो हातमा यसले हेर्छ जस्तो लाग्यो तपाईँको त कस्टर्ड त जानेकै हो है त्यसै हो नाम पो नआएको दिदिरहनु भयो त्यही पनि नअघि तपाईँ जित्नु भयो एक पोइन्ट दियो त्यो त अहिले केही मिक्स त नहुन पर्छ स्मेलै छैन यार टेस्ट पनि भन छैन एउटा दुईचोटि खुवाइदिन्छ भाइले खुवाएको हातमा लिँदै चाटिर लिटोको पिठो हो यार के को पिठो लिटो लिटो लिटोमा त टेस्ट हुन्छ होइन टेस्ट छैन भन्छ भयो पिठो हो टेक्सचर हेर्दै थाहा है पिठो भन्ने त त्यही त रोटीको पिठो रोटी बनाउनु रोटी बनाउनु बिच हो राति यसले मुखभरि लागेको छ अलिक टाउको सिधा गर्न भयो टिस्यु मैले भन ए भन्नु कोदाको पिठो ओ ल गुड दिने अब बनाउनु रुक। थाहा पाउनु भइहाल्छ अब यो कसैले रियाक्सन दिन पाउनु है लास्ट हो के भेरी लास्ट हो होइन मैले दुइटैकोमा हालिदिन्छु ल मम्मी नो रियाक्सन है नबोल्ने केही केही नबोल्ने धेरै पनि रियाक्ट पनि मुख यस्तो माथि गर्नु त माथि गर्नु न लिक्विड हो के आगर्नु न अलि ठुलो नै आगर माथि गर मलाई थाहा भइसक्यो स्मेलले थाहा भयो आगर न आगे ल खा चल न थाहा थियो नो रियाक्सन खाए यार किन्यो भाइ कागती खोला ब्लाइन्ड फोल्ड संसारमा मेरो हुन्छ कति दुःख राति परेपछि गर्दै दिस वाज द भिडियो यस्तो भयो मेरो यहाँ ल यही थियो मेरो भिडियो होप यु गाइज इन्जोयड मम्मीले जित्नुभयो ऋषभ हारे तर ऋषभले मैले सोचे भन्दा अलि बेटर ए हेर मम्मीले जित्नुभयो ऋषभ हारे दिस वाज द भिडियो होप यु गाइज इन्जोयड रमाइलो भयो भने लाइक सेयर एन्ड सब्सक्राइब टु कति वर्ष थियो प्रियाज वर्ल्ड प्रिया मम्मीले मेरो छोरोलाई जिताउनुहुन्छ मम्मी कति वर्ष कि एक्सपिरियन्स मेरो छोरो भर्खरै पाएको मैले त सानै छ मेरो छोरो नै त होप यु गाइज लाइक द भिडियो you enjoyed it so please like share and subscribe to Priya's world Priya is here Priya is here here Priya is here subscribe guys bye bye
I see you Bye. so